Ladies and gentlemen, you are not ready for this. I'm a king, but I pop, I'm a saint. They call me a bad man, that's a fucking good thing. Mama said swing back when another man swings, so I make my mama proud and they make their heads ring. Father, forgive me, I can't forgive them. You know my history, know what I did then. And what I do now, a whole lot worse. Heavy is the head, it's a blessing and a curse. So, namaste everyone, Ravi K. Chhetri here. So, आज यो चाहिँ हाम्रो जनवरी 2026 को फर्स्ट राइड हो अनि हामी जाँदैछौँ टक्पुरा भिलेज नुवाकोट अनि आज अलमोस्ट 70 किलोमिटर राइड छ बिहाइन्ड द क्यामेरा रोसल छ अनि आज एकदम फन कल्चरली फन गर्नेवाला छ सो लेट्स गो अपडेट चाहिँ हामी नुवाकोट ड्राइभमा चाहिँ हामी योबाट जानुपर्ने त्यो चाहिँ हामी सिटो जाने बाटो हामी खालकोबाट आइरहेको सो हेयर इज गो नुवाकोट तरुका भिलेज वी आर कमिङ सो हामी चाहिँ पुग्यौँ तरुका गाउँ हजुर 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 काठमाडौँदेखि नै आएको हामी पनि यो माथिबाट आएको कस्तो न कति धुलो बाटो अब यो तलबाट छ तलबाट जानुपर्छ ल भिजोकै पऱ्यो नि कार्यक्रम यहाँ सुरु भइसकेको छ नेपाल आउने हेलो भन्दै So this is our homestay. That's all. Bandi ke mask खोल दे It was a rough trip, but we made it.
भनिन्छ पृथ्वीनारायण शाहले काठमाडौँ भ्याली क्याप्चर गर्नु अगाडि नुवाकोट एउटा स्ट्र्याटेजिक फर्ट थियो नेपाल एकीकरणको लागि। त्यसैले नुवाकोट दरबार एक टाइममा नेपालको पावर सेन्टर जस्तो थियो यो ठाउँ। हेर्दा सिम्पल जस्तो लाग्छ, तर यो ठाउँको हिस्ट्री चाहिँ एकदम हेभी छ। सो त्यो रवि साथीको गोप्रो हाइज्याक भइसकेको छ। अहिले चाहिँ हामी माघ 2 गते नुवाकोट दरबारमा आएको छौँ। अनि नुवाकोट दरबारमा आएको छौँ। अब दरबार हाम्रो एक्सपेक्टेसन के थियो भन्दाखेरि दरबार खत्रै होला भन्ने थियो, नभन्दा दरबार खतरा पनि छ। तर रेनोभेसन चाहिँ एकदम धेरै भइरहेको रहेछ। मेजर हेर्नुपर्ने 7 तले दरबार अनि अरू मन्दिरहरू खै कुन मन्दिर हो नाम थाहा छैन, जस मन्दिरहरू रेनोभेसनको काम भइरहेछ। प्लस भैरवको मन्दिरको चाहिँ हामीले दर्शन गऱ्यौँ भर्खर। भैरवको मन्दिर चाहिँ एकदम राम्रो छ, एकदम पोजिटिभ भाइब्स आउँछ। ल फर्दर अपडेट चाहिँ म हजुरहरूलाई दिँदै जान्छु। यो हाम्रो व्यक्तिगत सङ्ग्रहालय नुवाकोटमा रहेको। आज चाहिँ हाम्रो यो के भन्ने अनलक्की भन्ने के भएर आज यहाँ बन्द रहेछ सङ्ग्रहालय अहिलेको लागि। अनि यो यतिको बाहिरबाट हेर्दा चाहिँ अब्जर्भ गर्दा चाहिँ जस कस्तो पुरानो सामानहरू गर्दा एकदम राम्रो देखिरहेछ। जस्तै यहाँ बेहुली बनेर पनि त्यस्तोहरू उपलब्ध रहेछ। अनि हाम्रो यात्रा चाहिँ यो हाम्रो 2 दिनको माघी 1 गते विशेष आएर हामी साथीभाइहरू तरुका भिलेज पनि घुमियो र हाम्रो नुवाकोट पनि घुमियो। र यति भन्दै चाहिँ यो भिडियो चाहिँ यहीँ इन्ड गरौँ। सो थ्याङ्क्स फर एभ्रिथिङ। अब सी यू अन द नेक्स्ट वान। मुस्लभ, पिस।